राम्रोसँग म त के गर्छु र यही पिँढी कुर्नी त हुने कति बेला आउँछ कसले के गर्छ भन्यो बस्यो के गर्नु सक्दिनँ दिन पनि कस्ता आए हाम्रा पारामा कति काम गरिन्थ्यो कति यार यसलाई त जसरी भए पनि फसाउनु पर्छ अझ बुढा विदेशमा रहेछ यसलाई त म जसरी भए पनि फसाउँछु अब यसलाई फोन गर्नु पर्यो एकचोटि हेलो कहाँ छु तिमी म यति छु नि कहाँ हुनुहुन्छ र ए म यहाँ अस्ति भेट भएको थियो नि ए हजुर हजुर आउन आइपुगेछु ए हस् भइहाल्छ नि त्यही छु आऊ ए सुन्नु न मलाई अलि बाटोसम्म लिन आउनु न है ए भइहाल्छ नि ल के छ बेबी खबर एकदम ठिक छ के छ मेरो पनि ठिकै छ ओ गर्नु अस्ति त बुढीले शङ्का गरेर ओ गरे कि म घर गएको त कहाँ गएर आयो अरे कि म त पसल बन्द थियो अनि एकछिन बसेर आज त म बाहिर निस्किन्छु भनेर आएको शङ्का नगर्ने घर नि केही छैन त्यो बुढीको कुरा खालि पत्ता छ अहिलेको जमानामा त्यस्ता कुरा सुन्नुहुन्न कि मलाई फेरि कहिले भेटौँ भएर तपाईँलाई कस्तो मलाई पनि त्यस्तै के हो र कति राम्रो देखेँ कि झन् आज यो कपडामा तपाईँले किनेको कपडा त हो नि बिर्सिनु भएर त्यही त लगाएको थिएन नि त अहिलेसम्म कस्तो राम्रो देखियो है अनि बल्ल राम्रो देखिएको छ अनि सुन न हजुर चिया लिऊ है चिया खानेर चिया भइहाल्छ नि चिया चिया ल्याइदिनु न है दुईवटा चिया है राम्रो के हो फोन पनि गर्नुहुन्न त कि अरू पनि गर्नु छ तपाईँको खै मोबाइल दिनु त मेरो कोही छैन कि मेरो कोही छैन तिमी विश्वास गर न मात्रै मेरो विश्वास लाग्दैन तिमीलाई लाग्छ त्यही भएर त म यहाँ छु नि अनि नजिकै पुग्छ न के अरे ऊ भयो कि भिडियो कल गर्न मिल्दैन म यता बारीमा छु कि घर कति बेला गइदियो घर त म छिटै गएको यहाँ यस्तो बारीमा आएको आमा घरि हुनुहुन्छ त्यही भएर के छ पैसा पठाएको पाएन पाइसकेँ 50,000 हाल्नुमा थियो त्यसरी पुरा भयो अहिलेलाई पुऱ्याउनु त अब 1 महिनालाई ठिकै होला कि रे अब अर्को महिना त फेरि स्यालेरी आइहाल्छ नि होइन पुऱ्याउनु पर्छ अब छोराले पुऱ्याऊ आमाको औषधि किन तिमीलाई खर्च कति चाहिन्छ गर धेरै खर्च नगर खालको पर्छ त मैले गरेँ न यहाँ छोराछोरी पनि हेर्नु पर्यो अब घर पनि सबै आफै ल्याउनु पर्यो बुढीले भत्ता बुझेर 1 रुपियाँ देखाउने त्यस्तो बुढाबुढीको भत्ताको त पुरा गरेर अब आमाको भत्ता त हामीले पालेपछि दिनु पर्दैन र 1-2 रुपियाँ त दिनु पर्यो हामीलाई 1 रुपियाँ देखाउने तिमीले आमाले भत्ता बुझेर खालि किन गरेर सक्दिनै म भन्दैछु त्यस्तो भन्नु हुन्न आमाको भत्ताको बारेमा त्यस्तो नगर गरिहाल्छु नि तिमीले टेन्सन नगर अहिले तिमीलाई जति चाहिन्छ त्यति खर्च गर ल त्यति खासै खर्च नगर बाहिर धेरै नहिँड समय छ बाहिर हिँडे होइन म बारीमा आएको कि काम गर्नु त पर्यो नि खानु परेन र हुन्छ जाऊ राति नबनाऊ ल बाई बाई म बारीमा छु बिजी छु सुनाउनु फोन गरेर के भयो त कति चाहिँ फोन गरेको छु कि अब चाहिँ यहाँ आउँदाखेरि पुऱ्याउनु परेर आउँछ अनि एउटा कुरा भन्नु थियो कि तिमीलाई भनि न जस्तो गाह्रो चाहिँ नमान्नु है मान्दिनँ तिमीलाई चाहिँ मैले आफ्नो सोचेर भनेको हजुर मलाई चाहिँ एउटा समस्या परेको छ कि अहिले के समस्या परेर तपाईँलाई त्यस्तो भन्नु मलाई अलिकति पैसा चाहिएको थियो कति 2-3 लाख छ कि अलिकति त मैले म्यानेज गरिसकेँ अझै मलाई 1-1.5 लाख चाहिएको छ के छ सहयोग गर्न सक्छौ सकिहाल्छु नि किन नसक्ने हो र सकिहाल्छु दिइहाल्छु भनेर म पनि क्युआर दिन त म हालिदिइहाल्छु भर्खरै भर्खरै ओके आयो होला हेर्नु त आयो थ्याङ्क यू बेबी कस्तो थ्याङ्क यू हो र तपाईँको पैसा भने चाहिँ मेरो त हो नि मेरो भने कि तपाईँको हो तिमी यति गर्छौ भन्ने मलाई लागेकै थियो के बेबी
कति बेला आउँछ कति बेला